सबैलाई दर्शक नमस्ते। के छ खबर आज चाहिँ शनिबारको हाल खबर। आज चाहिँ छोरीलाई चाहिँ हिँडालेर हैन ब्याग पनि आफै बोकाएर पुरै हिँडालेरै ल्याएको के। जहिले पनि मैले उसलाई चाहिँ गाडीमा हैन लिएर ल्याउने गर्थेँ, गाडीमै पुगाउने गर्थेँ। आज चाहिँ स्कुल छुट्टी हो, ट्युसन चालु हो, ल्याउने गर्थेँ। आज चाहिँ हिँडालेरै ल्याएको, झोला पनि पुरै उसलाई बोकाएको, ब्याग पनि बोकाएको हिँडिरहेछ लुकुर लुकुर हो कि नै? होइन छोरी, जहिले पनि मैले तँलाई गाडीमै ल्याउँथेँ लिन्थेँ हो कि नै? र आज चाहिँ हिँडालेरै जाने हो, हिँडेरै जाने हो, ब्याग पनि आफैले बोक्नुपर्छ हो कि नै? के गरौँ लागिरहेको ब्याग छैन, आफैले बोकेर अब आफै स्कुल जान बानी पर्नुपर्छ क्या, होइन? अब आफै हिँडेर एक्सर्साइज हुन्छ, हिँडेर जानुपर्छ अब आफै। म त सधैँभरि तँलाई पुगाउनु सक्दैन नि त, एकदम अनि सधैँभरि पुगाउनु सक्दैन होइन। अनि सधैँभरि मेरो फुर्सद पनि हुँदैन, काम गर्नुपर्छ। त्यही भएर आफै ब्याग बोक्ने, आफै हिँडेर जाने, ओके होइन? कि जान सक्दिनँ? के अरे जान सक्छस्? म त अब पुगाउनु सक्दैन होइन, अब त ठुलो पनि भइसकेछ नि। अब चाहिँ आफै ब्याग बोकेर आफै हिँडेर जानुपर्छ ओके। जहिले पनि म अब पुगाउनु सक्दैन गाडीमा ल्याउने लिने, योभन्दा अगाडि मैले चाहिँ गरेँ, अब चाहिँ म सक्दैन ओके।